यो डोनट के जति नखाउँ यो मैदा हो, हेल्थको लागि नराम्रो हुन्छ भनेर सोचे पनि बाटोमा मग मग बास्ना आउने गरी पकाएको देखेपछि 5-10 वटा किनेर ल्याएर मस्तले चिया पकाएर नखाइकन चित्त नबुझ्ने मान्छे म मात्र हो कि हजुर पनि हुनुहुन्छ? प्लिज भन्नुहोस् ल। त्यही भएर आज चाहिँ मैले घरमै डोनट बनाएर मस्तले खान्छु भनेर डोनटको रेसिपी लिएर आएको छु। डोनट बनाउनको लागि मैले 1.5 कप दुधमा 1 चम्चा इस्ट, 2 चम्चा चिनी, हाफ चम्चा नुन, एउटा अन्डा अनि 2 चम्चा तेल राखेर मिक्स गरेर 5 मिनटको लागि छोडिदिएँ। त्यसपछि मैले हाफ केजी मैदा मिक्स गरेर यतिको डो भएपछि 2 देखि 3 घण्टाको लागि वार्म ठाउँमा चाहिँ राखेर छोडिदिएँ। यो इस्ट एक्टिभेट हुनको लागि हामीले चाहिँ 1.5 देखि 2 घण्टा या 3 घण्टा राखेर छोड्यो भने यसरी फुलेर आउँछ। त्यसपछि हाम्रो डोनट बनाउनको लागि डो रेडी भयो। अब मैले यो पिठो चाहिँ यतिको गिलो हुने भएको भएर हल्का मैदा राखेर यसरी डो रेडी गरेँ। डोनटलाई चाहिँ हातैले सेप दिन पनि मिल्छ। मैले चाहिँ यहाँ बेलेर बनाउन लागेको छु। अब मेरो पिठो रेडी भयो। अब मैले यसलाई चाहिँ बाक्लै गरी बेलेर त्यसलाई चाहिँ कट गरेर यसरी डोनट रेडी गर्छु। अब हाम्रो सबै डोनट काटेर रेडी भयो। अब मैले यता तेल तताइसकेँ। अब मैले तेलमा डोनट फ्राई गर्छु। हजुरहरूले पनि यसरी डोनट फ्राई गरेर चियासँग मस्तले इन्जोय गर्नुहोस्।